सबै हेर्छ हैन। अब यहाँनिर यो प्रणाली व्यवस्थापन र अभिलेख प्रविष्टि लास्टमा प्रतिवेदन छ नि, प्रतिवेदन सबैभन्दा सुरुमा त खाली नै हुन्छ नि, केही गरे हुँदैन हैन। हामीले गरेको कामको आधारमा प्रतिवेदन बन्ने हो। यो प्रतिवेदनको खण्ड लास्टमा केही गर्यो भने त्यसलाई रिपोर्टमा हेर्ने कुरा हो नि त। प्रतिवेदन हो, प्रतिवेदन बनेको एउटा स्वीकृतिहरूको ढाँचामै छ। कतिपय प्रतिवेदनहरू चाहिँ मोडिफाई गरेर बनाइएको छ कार्यालयको आवश्यकतालाई आधारमा। जस्तै अब यहाँ फर्म स्वीकृत गर्यो, एउटै फर्मबाट कति लागतको चाहिँ किनिएछ, कति खर्च गरिएछ त्यसमा भनेर अब हामीले त्यो काम गरिराखेको हुन्छ नि, थाहा हुँदैन। तर प्रतिवेदनमा एबिसी फर्मबाट कति खर्च गरिएछ स्वास्थ्य रिपोर्ट आइहाल्छ। अनि आएको मतलब चाहिँ यसको सीमाभन्दा बढी एउटै फर्मबाट खरिद गर्नु भएन भने त्यहाँ समाउने हो क्या होइन। त्यस्ता प्रकृतिका प्रतिवेदनहरू छन्। त्यसलाई चाहिँ मोडिफाई किसिमको प्रतिवेदन भन्छ। मैले सबैलाई स्वीकृत भएको ढाँचा होइन, त्यो कार्यालयको आवश्यकताका आधारमा राखिएका छन्। ती हामी सबै यो सबैभन्दा लास्टमा हेर्छौँ। अब यो प्रणाली व्यवस्थापन भनेको छ नि, प्रणाली व्यवस्थापन भनेको चाहिँ हामीले गर्ने कामको फन्डामेन्टल लगभग एकचोटि गर्ने काम सबै प्रणाली व्यवस्थापनभित्र गरिन्छ। एकचोटि गर्ने काम भनेको चाहिँ मैले अब फर्म स्वीकृत गर्नु पर्यो, एबिसी फर्मलाई स्वीकृत गर्नु पर्यो, एकचोटि गर्ने हो, वर्ष भइसक्यो ओपन। अब अर्को फर्मबाट किन्ने भयो भने फेरि अर्को फर्मलाई फेरि एकचोटि इन्ट्री गर्नु। यो प्रणाली व्यवस्थापनभित्र एक किसिमका कामहरू, एकचोटि सेटअप गर्ने कामहरू सबै प्रणाली व्यवस्थापनभित्र हुन्छ। प्रणाली व्यवस्थापनभित्र हामीले तयार गरेको फन्डामेन्टलका आधारमा बल्ल यो अभिलेख प्रविष्टितिर जाँदा काम गर्छ। अब अहिले प्रविष्टितिर खरिद गर्नु पर्यो, खरिद गर्नु पर्यो भने कहाँबाट गर्ने, कुन कार्यक्रमबाट गर्ने भन्नलाई कार्यक्रम चाहिँ यो प्रणाली व्यवस्थापन। अब खरिद गर्न लाग्यो भने कुन आपूर्ति कर्ताबाट खरिद गर्ने, कुन सप्लायरबाट खरिद गर्ने भन्ने कुरा सप्लायको स्वीकृति त अभिलेख प्रविष्टिमा यो प्रणाली व्यवस्थापनमा हाल्नु पर्यो नि। हालिसकेपछि बल्ल त्यसमा काम गर्छ। त्यसरी सिक्वेन्स मिलाइएको छ, त्यो मिलाएर राखिएको छ। यो प्रणाली व्यवस्थापनभित्र लगभग एकचोटि गर्नुपर्ने काम छ। यो अभिलेख प्रविष्टिभित्र हामीले डे टु डे गर्ने काम छ। अनि हामीले गरेको कामको प्रतिवेदन रिफ्लेक्सन यहाँ हुन्छ। यसरी मिलाइयो। अब यो लास्टमा हेर्नु चाहिँ यो आफ्नो प्रोफाइल छ। अब हजुरले पासवर्ड चेन्ज गर्न पर्यो भने यसमा यो प्रोफाइलमा गएर चेन्ज गर्न पाउनुहुन्छ। अनि यहाँनिर सेटिङ भन्ने छ। सेटिङमा चाहिँ अब यो हाम्रो नेपाली भर्सनमा छ। अब यो हाम्रा मलेनिका हाम्रो सिस्टमहरू चाहिँ अब विदेशीको पनि चासो हुन्छ क्या। इन्भेन्टोरीमा यो सम्पत्ति तथा जिन्सी सबै 500 इङ्ग्लिस मिडियममा छ कि छैन भनेर विदेशीले देखाउनु पर्यो भने यो नेपाली देखाएर भएन नि त। अनि यहाँनिर यो सेटिङमा जाने, यहाँ भर्सन छ क्या, नेपाली भर्सन, अङ्ग्रेजी भर्सन भन्ने छ। अङ्ग्रेजी गर्दैन, अङ्ग्रेजीमा आइहाल्छ क्या। यो चाहिँ डोनरको, यो हामीले त अङ्ग्रेजीमा पनि राखेका छौँ नि त सिस्टम भन्नलाई। यहाँ हेर्नु त, अब अङ्ग्रेजी गऱ्यो भने सबै कुराहरू अङ्ग्रेजीमा भयो होइन। एकछिन भयो नि गोरो मान्छे खुसी भयो नि त होइन, विदेशी क्या खुसी भयो, त्यसलाई देखाउन हामी यसरी गर्दैछौँ भन्नु क्या। अब काम देखेर तपाईँले इङ्ग्लिस गरे पनि म सबै काम गर्छु भन्ने चाहिँ पाइयो भने यसैमा पनि एउटै त हो होइन। काम गर्छ सबै जबलाउनबाट खोज्ने हो। तर अङ्ग्रेजी भाषाले के त्यसैबाट काम गर्छु भनेर अङ्ग्रेजी भाषामा पनि छ होइन। अब हामीले काम गर्ने भनेको नेपालीमा हो। हजुरले यो हेर्नु भएको थिएन थिएन, त्यहाँ झुकेर कुनै बेला क्लिक भयो भने कहाँबाट क्लिक भयो भने थाहा हुँदैन थियो नि त। यहाँ क्लिक गर्दा त्यस्तो हुन्छ भनेर देख्नुभयो नि होइन। सेटिङभित्र हुन्छ अङ्ग्रेजी भर्सन, नेपाली भर्सन, त्यो राख्न सकिन्छ। त्यसरी मिलाइएको छ। अब हाम्रो यो यसको अनुहार भनेको स्टोर किपरको युजर नेम र पासवर्डबाट लगइन गर्दाखेरि देखिने अनुहार यही हो है। अब यही अनुहारभित्र बसेर काम गर्छ। अहिलेसम्म क्लियर छ सरहरू है। अब हामी मेनुभित्र छिर्छौँ। मेनुभित्र यसको असर यहाँ पर्छ। तपाईँले यसो गर्नु भएको छ भन्ने कुरा सबै सर्टसर्टी डेमोको रूपमा देखाउँछु। हजुरहरूले पनि हेर्दै जानु होला है। यो प्रणाली व्यवस्थापनभित्र 3टा मेनु छ। एउटा फर्मसँग सम्बन्धित, एउटा सम्पत्तिसँग सम्बन्धित, एउटा अन्य व्यवस्थापन विवरण भन्ने छ। 3टा मेनु छ। 3टा मेनुभित्र सब मेनु छ। ती सब मेनुले के काम गर्छ? यो प्रणाली व्यवस्थापनभित्र चाहिँ हामीले गर्नुपर्ने काम पनि बाँकी छ। के काम बाँकी छ अहिले म देखाउँछु। हजुरले चाहिँ गर्नु भएको छैन। अहिले म जम्मै पनि जिल्लामा यसरी कसैले गरेका छैन। हजुरले गर्नु भएको रहेछ भने कस्तो राम्रो हो कि गर्नु भएको छ भने राम्रो हो। गर्नु भएको छ जस्तो लाग्दैन मलाई। यो हजुरहरूको लागि होमवर्क हो, गर्नै पर्छ। फेरि यो असार मसान्तभित्र गर्नुपर्छ। अर्को वर्ष त्यो मेनु नै हुँदैन। मेनु नभएपछि तपाईँको धेरै सम्पत्ति हराएर जान्छ। हराएर गएको सम्पत्ति, सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याएको भनेर तपाईँलाई कारवाही हुनसक्छ। अब कि स्टोरै लिन्न भन्नु पऱ्यो होइन। अब स्टोर त बद होइन नि सरहरू होइन।
खर्दार साहब सुब्बा साहब ईश्वर त पल होइन नि त, त्यो त कार्यालय प्रमुखले जिम्मेवारी दिएको, ती जिम्मेवारी लिन्न भन्नु पर्यो, लिइसकेपछि आफ्नो भूमिका प्रभावकारी रूपमा सम्पन्न गर्नु, त्यही कुरा हो। अब यो फर्मसँग सम्बन्धित विवरण छ। अब हजुरहरूलाई मैले अहिले यहाँ प्रणाली व्यवस्थापनमा क्लिक गरेँ, फर्मसँग सम्बन्धित भने त्यहाँबाट त कर्सर हटियो नि, हट्यो नि। अहिले हामी कहाँ छौँ भन्ने कुरा चाहिँ यो टार्गेट, हाम्रो यहाँ टार्गेट यसले दिन्छ क्या यहाँनिर। अहिले हामी यो प्रणाली व्यवस्थापनभित्रको फर्मसँग सम्बन्धित विवरणभित्र काम गरिरहेको रहेछौँ भने यहाँ हेर्ने हामीले। अब माउस त हटिहाल्यो कहाँ, जस्तै हेर्नु त अभिलेख प्रविष्टि भनेर गरेँ मैले, यो अन्य विवरण भनेर गरेँ, अब यहाँ त माउस क्लिक त हटिसक्यो यहाँबाट त। हामी कहाँ छौँ भन्ने कुरा यसले लोकेट गर्छ, यहाँ हेर्नु पऱ्यो। हामी चाहिँ अभिलेख प्रविष्टिभित्रको अन्य विवरण प्रविष्टि भन्ने मेनुमा रहेछौँ भनेर त्यहाँबाट देखिन्छ। यो पनि हेर्नु पऱ्यो क्या कहाँ छौँ हामी भन्ने कुरा होइन। अब हामी यो प्रणाली व्यवस्थापनभित्र गइयो, फर्मसँग सम्बन्धित भन्ने विवरण, यो फर्मसँग सम्बन्धित विवरणमा जम्मा दुईवटा कुरा छ। हजुरले गरिरहनु भएको छ, मैले त्यो यसो हजुरहरूले यसो गर्दाखेरि यसको असर यहाँ हुन्छ भनेर भन्नु मात्रै भनेको। अब यो खरिद प्रक्रिया अगाडि बढाउनलाई सबैभन्दा सुरुमा सूचीकृत गर्नुपर्छ, फर्म सूचीकृत गर्नुपर्छ। यो फर्म सूचीकृत गर्ने भन्ने कुरा सार्वजनिक खरिद यन्त्र नियमावलीमा व्यवस्था छ, त्यो पाउनु भएको व्यवस्था होइन। हामीले कुन फर्मसँग होइन, कुन आपूर्तिकर्ता कुन सप्लायरसँग सामान खरिद गर्दैछौँ भन्ने कुरा त्यो सूचीकृत गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो खरिद यन्त्र नियमावलीमा व्यवस्था छ, त्यही व्यवस्थालाई यहाँ राखिएको। अब पहिले चाहिँ के थियो भने हामीले साउन नै हामीले सूचना निकालेर साउन बसाल्दासम्म अथवा भदौ बसाल्दासम्म वर्ष महिना जाने फर्म सूचीकृत गर्न अनुरोध गर्थ्यो। अहिले यो सिस्टम अहिले के छ भने जतिखेर हामीले आवश्यक छ त्यतिखेरै फर्म सूचीकृत गर्ने व्यवस्था छ कानुनमा होइन। त्यही कुरालाई हामीले अब यो फर्म सूचीकृत गर्दाखेरि अब यो फर्म सूचीकृत गरेर हामीले यसमा फर्म सूचीकृतमा क्लिक गरियो। अब यहाँ क्लिक गर्दाखेरि हाम्रो यो फर्म सिस्टममा जहाँसुकै जानुहोस्, हजुरलाई नयाँ ल्याउनु पर्ने छ भने एड न्यू भन्ने नै छ, केही गर्नु पऱ्यो भने एड न्यू भन्ने छ। अब भएका कुराहरू सबै यहाँ आइसकेछन्, पहिला सूचीकृत भएका कुराहरू यहाँ आएका हुन्छन्। अब पहिला भएका सूचनाहरूलाई पहिला भएका विवरणलाई एडिट गर्नु पऱ्यो, 3 डटमा गएर एडिट गरेर मिलाउन सकियो। अब हामी नयाँ थप्दैछौँ भने नयाँ भनेको एड न्यू नै गर्नु पऱ्यो, यहाँ फर्म सूचीकृत गर्ने हो। यसमा मैले हजुरलाई केही पनि भन्छु, दुईवटा कुरा भन्छु। एउटा यहाँनिर प्यान नम्बर हान्दाखेरि हजुरले प्यान नम्बर हान्नुभयो, अहिले एउटै प्यानबाट मल्टिपल बिजनेस गर्ने व्यवसाय दर्ता भएको हुनसक्छ है। हजुरले भन्नु एउटा प्यानबाट एउटै फर्म सूचीकृत भाषण दर्ता भएको चाहिँ त्यही मात्रै देखिन्छ सकियो। अब पहिला मैले सामान सप्लाई गर्ने अनुमति लिएको थिएँ।